After my visa grant, everyone kept asking, "तपाईको प्रोफाइल सेयर गर्नुस् न" भनेर. So here I am. So guys, मैले चाहिँ यहाँ लिस्ट नै बनाएर राखेको छु के भन्ने भनेर. मैले चाहिँ स्टुडेन्ट भिजामा अप्लाई गरेको हो इन RMIT युनिभर्सिटी फर जुलाई इन्टेक अनि मेरो कोर्स चाहिँ मास्टर अफ अर्बन प्लानिङ एन्ड इन्भाइरोन्मेन्ट हो. अब मुभिङ फरवर्ड है, खासमा चाहिँ म 2024 पास आउट हो, बट मेरो ट्रान्सक्रिप्टमा चाहिँ 2023 देखाउँछ बिकज आई एम कोभिड ब्याच. तर त्यसलाई जस्टिफाई गर्नको लागि चाहिँ मैले चाहिँ टियुबाट ग्याप लेटर चाहिँ निकालेको थिएँ, सो त्यसमा चाहिँ केही प्रब्लम हुँदैन है. अनि मैले चाहिँ मेरो ब्याचलर्स इन्भाइरोमेन्टल साइन्समा कम्प्लिट गरेको विथ फर्स्ट डिभिजन अनि मेरो प्लस टूमा चाहिँ यस्तै 3.20 GPA थियो. अनि टकिङ अबाउट आइएल्स, मेरो आइएल्समा चाहिँ ओभरअल ब्यान्ड 7 आएको हो इन फर्स्ट एटेम्प्ट है. त्यस पछाडि चाहिँ के छ अनि ब्याचलर्स पछि चाहिँ म जब गरिरहेको थिएँ, त्यो पनि मेरै फिल्डकै रोलमा होइन. अनि त्यसको चाहिँ जेन्युन स्यालेरी स्टेटमेन्टहरू मैले प्रोभाइड गरिदिएको थिएँ है. अनि अर्को के छ भन्दा स्पोन्सर्स वेयर माई पेरेन्ट्स, मम, ड्याड एन्ड सिस्टर है. अनि एनुअल इन्कम चाहिँ हाम्रो 28 लाख देखाएको थियो. त्यसमा चाहिँ के पर्थ्यो भन्दाखेरि पेन्सन, बिजनेस, ल्यान्ड लिज एन्ड स्यालेरी. अनि सेभिङ पनि देखाएको थियो. कति धेरै क्वेसन थियो क्या, सेभिङ कति देखाएको थियो भनेर, किनभने अहिले सेभिङ एकदमै क्रुसियल छ नि त.